महावीर पुनलाई गौतम बुद्ध हो भनेर नठान्नु। तिमीहरू अहिले पो फेसबुकमा छ र त्यहाँ कहाँ छ के छ मैले भेटेर कुरा गरे ठोक्न पाइँदैन। मेरो अगाडि मलाई यो भनिस् भने म ठोकिदिन्छु। अब ठोक्दाखेरि उसले पनि ठोक्ला होइन, ठिकै छ, ठोकाठोक हुन्छ, लडाइँ हुन्छ। किन भन्दा रिस उठ्छ। रिस भन्ने कुरा भगवानलाई उठ्छ। हेर्नुहोस्, रिस भन्ने कुरा शिवजीलाई सबैभन्दा रिसा भगवान भनेको को? शिवजी हो। शिवजीले रिसाएर अब कति चाहिँ वितन्न मचाएको कुराहरू छ भनेदेखि अरू भगवानहरूले सामाजिक सञ्जाल छ र ठिक छ, तपाईँलाई अगाडि आएर भनेको तपाईँ बजाइदिने। इन्द्र भगवानले हेर्नुहोस्, इन्द्र भगवानले पनि कति के गरेछ। अब हरेक भगवानहरू छन्, सबै भगवानले रामलाई बनाउनु, रामले चाहिँ कति अब गल्ती गरेछ होइन, उनीहरूलाई पनि रिस उठ्छ नि। त्यस कारणले त्यो रिस उठ्ने कुरा भगवानलाई त रिस उठ्छ। एउटा नरिस उठ्ने भनेको भगवान भनेको बुद्ध भगवान हो। म बुद्ध भगवान होइन, म पनि अरू भगवान जस्तै हो। रिसा छ र रिसा मात्र होइन, म चाहिँ मूर्ख पनि छु। त्यस कारणले ठोकाठोक पनि हुन्छ भनेर मैले प्रष्टसँग भन्ने कुरा हो। यो चाहिँ एकदमै सिरियसली भनेको कुरा हो मैले चाहिँ। किनभने त्यत्तिकै मान्छेलाई सर अहिले जमाना नि मलाई चाहिँ आलोचना गरेर कुट्छु भन्न पाइन्छ त भने होइन, पाइन्छ, कुट्ने हो। अब कुटेपछि अब के पर्छ त्यो परेको बेहोरौँला होइन।